हेलो साथीहरू, के छ खबर? सन्चै हुनुहुन्छ? अब आज चाहिँ म यति पैसा बोकेर जति पैसा भेट्यो अब हिँडिहाल्यो है। हिँडिसकेँ म। अब चाहिँ म घरबाट निस्किसकेँ। घर अगाडि रोड, म रोडमा हिँडेँ टकटक। कति राम्रो रोड छ, हाम्रो भर्खर बनाएको रोड। हाम्रो घर ग्रीन कलरको, कति राम्रो सिन है। घाम पनि अस्ताउन लागेको छ। सिटीहरू सफारीहरू कुदिरहेछ हाम्रो रोडमा। यति राम्रो रोड छ, के नकुदोस् हैन। अनि यो चाहिँ स्कुल, येल्लो कलरको भएपछि स्कुल भइहाल्छ हैन। स्कुल यो हाम्रो घर नजिकैको स्कुल हो। यो स्कुल चिन्नेले चाहिँ मेन्सन गर्नु होला हैन। अनि म चाहिँ टकटक हिँड्दैछु एक्लै। अनि मेरो चाहिँ यहाँ धेरैवटा बाटो छ, म चाहिँ भित्री बाटो जानु पर्यो भनेर। सिनहरू पनि अलि राम्रो छ, घाँसहरू हरियो हरियो सिनहरू है। हेर्दै रमाइलो लाग्ने, एक्लै बिन्दास पाराले हेर्दै हिँड्दैछु म चाहिँ। यहाँ चाहिँ मकै देखेँ मैले फल्दै गरेको, ड्रागन फ्रुट फल्दै गरेको, घोगा लागेको मकै चाहिँ। घाम पनि अस्ताउन लागेको छ। अनि म चाहिँ वरिपरि खिच्दै भिडियो बनाउँदै जाँदैछु। यहाँनिर चाहिँ मैले आँपको दाना छोपेर राखेको देखेँ, तर आँप चाहिँ छैन, खाइसकेको होला सायद हैन। अनि बाटोको आँप के रहन्थ्यो। अनि हेर्नु न कति राम्रो हरियो सिन, घाम पनि डुब्न लागेको छ। अनि म जाँदै गर्दा एउटा सानो पाठो भेटाएँ मुनै, बाख्राको मुनै हैन पाठो। अनि त्यसलाई घर पनि बनाउँदै रहेछन् बाटोतिर, कत्रो घरहरू पनि बनिसकेको। अनि पसल पनि आइपुग्यो, पसल पनि रहेछ। यो चाहिँ मेन रोडैमा हो। अनि म हेर्दै म कहाँ जाँदैछु त आज। अब यहाँनिर चाहिँ स्कुलका भाइ बहिनीहरूको छुट्टी भइसकेर घर जाँदै हुनुहुँदो रहेछ। मैले बाटोमा भेटेँ। अब यहाँ अगाडि चाहिँ म जाँदैछु। यहाँ अगाडि चाहिँ एउटा बोर्डिङ छ। अनि यो बोर्डिङ इस्ट वेस्ट भन्ने हो। अनि यहाँ नजिकै पनि एउटा गुम्तीमा एउटा आन्टीको पसल छ। चटपटे पानीपुरी आलु निम्की बनाउनुहुन्छ। उहाँ आन्टी चाहिँ एकदमै मिठो बनाउनुहुन्छ है। खाना आउनु होला, कस्तो मिठो बनाउँदै हुन्छ। म चाहिँ आज चटपटे खान लागिरहेको छु। अब चटपटे पनि रातमा आइसक्यो। अब मैले यसलाई खान्छु। एक्लै गमका गम म चाहिँ खाइरहेको छु। अरू साथीहरू पनि खाँदै हुनुहुन्छ, म पनि एक्लै गएको, एक्लै खाँदैछु, एक्लै रमाउँदै। अनि म चाहिँ 2टा ललिपप लिएर किनेर फर्किसकेँ। म कस्तो राम्रो लाग्यो, खाँदा पनि उस्तै मिठो, जिब्रो पड्काउँदै खाँदै आएँ एक्लै हाँस्दै हैन। म चाहिँ घर फर्किसकेको। अनि यो चाहिँ अघि गएकै बाटो हो हैन। यहाँ चाहिँ अब त्यता हरियो मकैहरू देखेँ, यता सुकेको मकैहरू, बाइकहरू पनि कुदिरहेछ रोडतिर। अनि बाटोमा मकै सुकेको छोडाएर यहाँ सुकाएको पनि भेटाएँ। अनि म चाहिँ घरतिर जाँदैछु। हाम्रो घर चाहिँ कस्तो मजाले टल्किरहेछ, यस्तो राम्रो घर छ हाम्रो। हेर्दै यो कलरको म चाहिँ फ्यानै हो हैन। मैले नि यो रोजेको पनि हो कलर लगाउँदा, मलाई एकदम मनपर्छ। म घरतिर आउँदैछु। हाम्रो घरतिर कस्तो राम्रो सिन देखिरहेछ भने म चाहिँ अब घरको फोटो खिच्दै आइपुगेँ। त्यस पछाडि एउटा बाँकी रह्यो ललिपप, एउटा मुखमा।